कोन्निचिवा मिन्नासन। आज चाहिँ हामीले दैनिक जीवनमा प्रयोग हुने महत्त्वपूर्ण शब्द र वाक्यहरूको बारेमा पढ्छौँ। आशा छ यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। ल अब ढिला नगरी भिडियो सुरु गरौँ है त। पहिलो वाक्य रहेको छ मलाई यो मन पर्दैन। मलाई यो मन पर्दैन भनेर भन्नु पर्यो भने सुकी ज्यान आइदेश, सुकी ज्यान आइदेश। मलाई यो मन पर्दैन भनेर भन्न सक्छौ। अर्को वाक्य रहेको छ कति समय लाग्छ। कति समय लाग्छ भनेर हामीले कसैलाई सोध्नु पर्यो भने दोनो गुराई खाकारी मासका, दोनो गुराई खाकारी मासका। कति समय लाग्छ भनेर हामीले प्रश्न गर्न सक्छौँ है त। अर्को वाक्य रहेको छ कपडा किन्छु। मैले कपडा किन्छु भनेर भन्नु पर्यो भने फुकु ओ खाइमास, फुकु ओ खाइमास भनेर भनिन्छ है त। अर्को वाक्य रहेको छ पेट दुखेको छ। पेट दुखेको छ भनेर हामीले अब हस्पिटलमा गएर भन्नु पर्यो भने अथवा साथी कसैलाई भन्नु पर्यो भने ओना खागा इताइदेश, ओना खागा इताइदेश। पेट दुखेको छ भनेर हामीले भन्न सक्छौँ। अर्को छ पानी पिउनुहुन्छ। अब हाम्रो घरमा कोही आउनुभयो अथवा रुममा कोही आउनुभयो भने हामीले सोध्न सक्छौँ पानी पिउनुहुन्छ भनेर भन्नु पर्यो भने मिजु ओ नोमिमासका, मिजु ओ नोमिमासका। पानी पिउनुहुन्छ भनेर हामीले प्रश्न गर्न सक्छौँ है त। अर्को वाक्य रहेको छ रोटी खान्छु। रोटी खान्छुलाई जापानिज भाषामा पान ओ ताबेमास, पान ओ ताबेमास भनेर भनिन्छ है त। अर्को वाक्य रहेको छ मलाई मासु मन पर्छ। मलाई मासु मन पर्छ भनेर भन्नु पर्यो भने वाता सिवा निकुगा सुकिदेश, वाता सिवा निकुगा सुकिदेश। मलाई मासु मन पर्छ भनेर हामीले भन्न सक्छौँ। अर्को रहेको छ अब तपाईँको सामान अथवा पासपोर्ट हरायो। पासपोर्ट हरायो भनेर भन्नु पर्यो भने पासुपोतो हो नाकु सीमासिता, पासुपोतो हो नाकु सीमासिता। पासपोर्ट हरायो भनेर भन्न सक्नुहुन्छ है त। अर्को रहेको छ मलाई थाहा छैन। थाहा छैन कसैले केही सोध्नुभयो साथी अथवा कोही कता जानुभएको छ भनेर कसैले सोध्नुहुन्छ अथवा केही प्रश्न गर्नुहुन्छ यसलाई थाहा छैन, थाहा छैन भनेर भन्नु पर्यो भने सिरिमासिन, सिरिमासिन भनेर भन्न सक्छौँ है त। अर्को वाक्य रहेको छ मेरो झोला पुरानो भयो अथवा मेरो झोला पुरानो छ भनेर भन्नु पर्यो भने वाता सिनो खावान वा फुरुइदेश, वाता सिनो खावान वा फुरुइदेश। मेरो झोला पुरानो भयो अथवा मेरो झोला पुरानो छ भनेर हामीले भन्न सक्छौँ। अर्को वाक्य रहेको छ आज मलाई अल्छी लागेको छ। आज मलाई अल्छी अथवा झ्याउ लागेको छ भनेर भन्नु पर्यो भने केउवा ताइदाना कि बुन्देश, केउवा ताइदाना कि बुन्देश। आज मलाई अल्छी लागेको छ भनेर हामीले भन्न सक्छौँ। अर्को वाक्य रहेको छ सबै सँगै हो। सबै सँगै हो भनेर भन्नु पर्यो भने यसलाई जापानिज भाषामा मिन्ना इस्यो देशका, मिन्ना इस्यो देशका। सबै सँगै हो भनेर हामीले प्रश्न गर्न सक्छौँ। अर्को वाक्य रहेको छ जापानिज भाषा बोल्नुहुन्छ। जापानिज भाषा बोल्नुहुन्छ भनेर हामीले साथीलाई अथवा कसैलाई प्रश्न गर्न सक्छौँ है त। यसलाई जापानिज भाषामा निहोन्गो ओ हानासिमासका, निहोन्गो ओ हानासिमासका। जापानिज भाषा बोल्नुहुन्छ भनेर हामीले भन्न सक्छौँ। अर्को वाक्य रहेको छ केही पनि खाँदिन, केही पनि खाँदिन। कसैले तपाईँलाई केही खानुहुन्छ भनेर सोध्न सक्नुहुन्छ। केही पनि खाँदिन भनेर भन्नु पर्यो भने नानीमो ताबेमासेन, नानीमो ताबेमासेन भनेर भन्न सक्छौ। अर्को वाक्य रहेको छ तिमी कहाँ जाँदैछौ। तिमी कहाँ जाँदैछौ भनेर प्रश्न गर्नु पर्यो भने दोको ए इकुनो देशका, दोको ए इकुनो देशका। तिमी कहाँ जाँदैछौ भनेर प्रश्न गर्न सक्छौ। अर्को वाक्य रहेको छ पैसा नै पुगेन, पैसा नै
पुगेन थोरै भयो भन्नु पर्यो भने ओखानेगा तारीमा सेन्देसिता, ओखानेगा तारीमा सेन्देसिता, पैसा नै पुगेन भनेर हामीले भन्न सक्छौँ। अर्को वाक्य रहेको छ काम गर्न जान्छु। काम गर्न जान्छु भनेर भन्नु पर्यो भने सिगोतोनी इकिमास, सिगोतोनी इकिमास भनेर भन्न सकिन्छ। अर्को वाक्य रहेको छ युट्युब हेर्छु। युट्युब हेर्छुलाई जापानिज भाषामा युट्युब हो मिमास, युट्युब हो मिमास, युट्युब हेर्छु भनेर भन्न सक्छौँ। अर्को वाक्य रहेको छ आज काममा जान ढिला भयो। आज काममा जान ढिला भयो भनेर हामीले भन्नु पर्यो भने केवा सिगोतोनी ओकुरे मासिता, केवा सिगोतोनी ओकुरे मासिता, आज काममा जान ढिला भयो भनेर हामीले भन्न सक्छौँ है त। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकनलाई पनि अल अप्सनमा राख्न नभुल्नुहोला है त। यो भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि यो भिडियो मन पर्यो भने एउटा लाइक, कमेन्ट र साथीहरूमा सेयर पनि गर्न नभुल्नुहोला है त। यो भिडियो सकिएको छैन, तपाईहरूले आफै प्र्याक्टिस गर्ने पालो रहेको छ। ल अब प्र्याक्टिस गर्नुहोस् है त साथीहरू। ल अब सुरु गरिहाल्नुहोस्।